म चाहिँ मिनी भ्लग बनाउनु पर्यो भनेको अलिकति लाज लाग्छ के भएर। अनि बहिनीहरू छुट्टीमा आएको थियो बाहिरबाट, अनि बिजी भयो यता त्यता। अनि आमाहरू गाउँ जानुभएको थियो, अनि धेरै बिजी भयो, अनि थक्कै लागिरहेको थियो। अनि काठमाडौँमा चाहिँ धेरै चिसो छ। म चाहिँ आज धेरै दिन पछाडि थक्कै लागेर 7:30 बजी उठेको। अनि बासी भात नै थियो हिजोको बेलुकाको। अनि भदैनीहरूलाई नि त्यही अन्डासँग भुटेर स्कुल गयो उनीहरू खाएर। अब हामी चाहिँ खाना पाकिसक्यो, अब खान्छौँ भाइ अनि म अनि दिदीको छोरी छौँ। अनि मिनी भ्लग बनाउनु पर्यो भनेको लाज लाग्छ है। अनि कस्तो हुन्छ सल्लाह सुझाव दिनु होला ल। अनि काम पनि हुँदैन, अनि यतिकै बनाएर बसौँ भनेको होइन। अब टाइम पनि म्यानेज हुने भन्ने भएर। अनि मान्छेको छेउ देखेपछि लाज लाग्छ क्या। मम्मीहरूसँग त झन् लाज लाग्छ। मम्मीहरूको छेउमा भिडियो टिकटक बनाउनु पनि। अनि कोठा धुनेर मैले भिडियो बनाएर छु भरे कस्तो हुन्छ भयो भने चाहिँ जोड्छु, सबै एडिट गर्छु, नत्र चाहिँ त्यत्तिकै भिडियो होस्। अब खाना खान्छौँ हामी। अब हामी चाहिँ खाना खानु पर्यो। सुत्केरी जस्तो पनि लागिरहेछ के हो, कपाल बुनेर बानेर। खाना पनि खाइसक्यौँ साथीहरू। अब चाहिँ म एटिएम जान्छु, कुखुराको चारोहरू लिनु जानु पर्यो। एकछिन सुतेर उठेको, चाहिँ एकछिन बाहिर काम छ, एटिएमतिर जाने। घरमा कामै हुँदैन कि, शनिबार मात्र सरसफाइ गर्ने अनि खाना खाने त्यता गर्ने, त्यति नै हो। आज धेरै चिसो छ, त्यही भएर अल्छी लागिरहेछ मलाई। साथीहरू हेर्दै गर्नु होला, म चाहिँ एकछिन बाहिर जाने काम छ, अनि गएर आइहाल्छु। आज के साह्रो चिसो साथीहरू, मामा लास्टै चिसो। झन् त जङ्गल भएर पनि होला बिग्रेको छ कि साथीहरू। पैसा छैन लिनु आएको भरे त एटिएमै बिग्रेछ। त्यही त एटिएम आएको चाहिँ फर्किँदैछु। मान्छे देख्यो भने लाज लाग्छ के भएको। अनि फर्किँदैछु घर। हाम्रोतिर चाहिँ एकदम चिसो छ आज। भर्खर घाम लाग्दैछ त हल्का हल्कै। म चाहिँ यता चोकतिर एटिएमतिर गएर घर फर्किँदैछु। घर पुगेर म देखाउने नै छु साथीहरू। आमा हजुर त हाम्रो मम्मी चाहिँ टप्परी हुनुहुन्छ। ल ल ल ल ल ल देप्छन् कि भेट्छन् पुग्यो। ल ल माग्छ ल ल सुन्तला। यहाँ त हामी चाहिँ सुन्तला खाँदैछ होइन। अमिलो पर गुलो पर जुनुकोमा त्यतिकै क्या अलिक काट्ने। भयो। बस त्यही बस म यहाँ बस पिरले हो म यहाँ उस तल देखेको सबै छामिल्यौ र यहाँ राख। गाउँ जस्तो भाइब्स आओस् न। सिलाउन आउँछ मामालाई बोटन ठुवा थुप यहाँ भर लाउनु पछिले पिसिन्देको मुठा त भयो। दसतिर हराइदिनु। बजुलाई के अरे कति आयो भनेर त होइन सुन खै
यति भनिरहेछ मिलाएर गरिदिने भनेको थिएँ म पनि सब्जीहरू मिलाइ माग्नु लाजे मर्छ भनेर चोर्नु पाउँदैन भन्दा थप्ने होइन भन्दा त्यो हुन्छ भन्दै के को सुनै देखेको छैन भन्दैन पो आफै भिरिरहेछ यो बुढा उता उहिँदो रहेछ भन्नुहोस् न पित्तल जस्तो छ त तिमीहरूको फुली त फेरि भन्नु पछाएर भनेको त्यसै होइन नि खै बोला मलाई नि यसको त खासै उ लाग्दैन जाऊ यसो अब चाहिँ हो तर मलाई उठाउनु झ्याउ लाग्छ उनका ठुनका उठाइहाल्छु त्यति नै नगर्नु मलाई उठाउनु झ्याउ लाग्छ उनका ठुनका उठाइहाल्छु त्यति नै नगर्नु यसो लाउरो यहाँ सिलाउनु अघि लगाएर गइसक्यो दुईजना यहाँ न यताबाट यहाँ देख्छौँ यहाँ रातो दिँदै नखाइदिनु पर्छ काम दिन्छ कि टोप्ला सिक्ने पर्ने उनका बाँसीमा सेक्नु अनि उनीहरू भरलाई नपुग्ने नि मलाई यो भौँटाउ न देखिनु उनका पो उङ्गाउँछु बाटको दे थोरै ए दे सक्ने बेलामा डन्ठा डन्ठा भयो नि त यो फुकाएर यता फर्काउनु पर्दैन ए आठुमा फर्डुङ गरी चाहिँ वानी अनि डन्ठा डन्ठा एकतिर वानी नन्थो उठाउनै मिल्दैन साह्रो छेउसम्म सिलायो यहाँसम्म मात्रै सिउने हो अनि दिदी तल सिक्लिँदैन किन अर्को सिएको Ora tu. Ora हाउ पानी हुने काम के छ भन यही छ है चाय पो भन्नुपर्छ अनि भोक लाग्दैछ काम खन्दा खन्दा सुन्तलो पनि एक खाल भइसक्यो फुट देखालो यहाँ मान्थुक दिदे नि मान्थु बिमारा यो यसरी बाटी केमा पुग्नु आमा यसरी बाटी के पुग्नु साह्रो त भेट्छु थोरै भेट्छु न भर्ला थोरै हो डबल पात काट्नु उन्नी खोक्दा फेरि मोटीमा आङ खान कान्छी एक ठुलो कान्छी भर्ला जस्तो हुँदैन यो त उर्दै छैन लु मुन्या मुन्या अब मान पाड्दो आमा इनका पुङ्लो सुन्ने अरू छुवा न अब भेइ पानी पनि अप्टाका हे भगवान एक काँटा अरे म मान ठुक्दो मुन्या म ठुमा डोनी छु ए है म त मामालाई बोला भनेको ओरे कान्छा नचिन्ने गब्बोटा ठुक्न म भन्दा मको बोहटामा बोमका बोक्सी दुना त ठुक्ने वानी किन ठुक्मा बोहटा न हो म नि अनि ने खाँदा मरेछ अनि उटा चाखा ए आमा छोरा ओया बाक्स आ ठुवा न बोहटा छ खादा म इयो बोरा म लेङा बोटा न देखाउनु त पर्यो अब भर्लाको भए पो जान्दछस् एउटै नसिद्धाइकन अल्छी अरे यो यहाँ टिभी बोकेर ल्याइदिनु पर्छ यहाँ गेम हेर्दै कति बजीदेखि गेम हो
Gimana deh nih gini, olin अब वान थु वा निनु कि मोरा छु दिसु बोला ल अब म बोटा लिसे काममा डङ्ग भने सिन्का पनि राम्रो रहेछ नि गाउँको जस्तो कहाँ सिन्केको करियो घाँस आछा बरु महिना महिना खतरा दिन्छ किमियान मारामा चेन टुङ्गो पात मिलाएर फेरि धेरै ठुलो सानो जुन चाहिँ क्लासमा जाने नि आज सकिएको ए सकेको सक्यो त्यसो भए त बधाई छ घुम्नु जानुपर्छ मामालाई भगाउनलाई यसो पक्रिने साथी यस्तो गार्दै गर्दा के भल म त हाउसमा बाइक किन्ने हो अनि त्यसपछि सोचौँला ए नेक्स्ट निकाल्नु भनेको पैसा कति दिएर भेटनरी हल्का लगाइदिनु किनिदिन्छु भन्ने छ 80 60 70 लगाइदिन्छ कान्छीलाई माग्ने यसो 40-50 आइहाल्यो नि बाइक ओग लाग्दा त सेकेन्ड ह्यान्ड नयाँ खाँदा के चाहियो तँलाई काइलीले नि भनिहाल्छ नि काइलीले खिच्नु नि यहाँ ल सक्यो खतरा गऱ्यो नि सबैजना अगमने पुग्न भन्छ फेरि पुग्नु एक महिना भातै थियो ल दे त छ ओडानी छ ठु न ओडानी अहिले त्यो मामालाई भात दिनु त्यसमा तिमीहरूले लगिदिनु चम्चासँग आमाले बाक्सा चाल्ने नि ल कान्छा बाघ आछ खतरा भोजपुरले चाँडो डोटुमा देख्मा डोटमा छासा खाडा बाघ सारा साग यस्तो दामी बनाइरहेको थियो कि भोजपुरमा साला ठुलो ठुलो लायो भने ठुलै लाउनुपर्छ सानो सानो लगाएको ठाउँमा सानै लाउनुपर्छ अनि मिल्छ चट्टको हाम्रो काम चाहिँ यति नै अब चटपटे खाने अब घरको काम नै यति नै हुन्छ जहिले है बानी हुन्छ नि ल साथीहरू अहिलेसम्म हेरिदिनु भयो धन्यवाद बाई बाई